झोलेको नेता हो, हाम्रो नेपाली जनताको नेता होइन, उहाँ झोलेको मात्रै नेता हो। हामीले झोलेको नेतालाई तिरस्कार गर्ने, त्यति हो मैले भनेको। पूर्ण समर्थन छु कि रवि लामिछाने निर्दोष हुनुहुन्छ। तस्करीहरू भ्रष्टाचारीहरू छन् नि, यी चाहिँ सबै छुट्नु हुने, ऊ चाहिँ धरोटीमा छुट्दा पनि जानुपर्ने भन्ने कारण त छैन नि त साह्रो। रवि लामिछानेलाई ज्यान दिएर पनि तयार हुनुहुन्छ? ज्यान दिन तयार छौँ हामी रवि लामिछाने। होइन, हामी ज्यान दिन नि तयार हो, रवि लामिछानेलाई गर्छ, त्यसको लागि त गर्नु पर्यो नि। राज्य अन्धो छ, राज्यमा कानुनी राज्य छँदै छैन। भ्रष्टाचारी जति गरेको त्यति मोटाउँदो रहेछ। लामिछानेलाई प्रतिशोध साथ सरकारले भनेर अहिले हस्ताक्षर अभियान सुरु भएको छ, तपाईँ के भन्न चाहनुहुन्छ? अनि यसको पूर्ण रूपमा यो सरकारको हस्तक्षेपै हो। त्यसमा रवि लामिछाने निर्दोष हुनुहुन्छ। उनीहरू मिलाइले भ्रष्टाचार विरुद्ध गर्दाखेरिमा उनीहरूले आफू पढ्ने डरले उनीहरूले रवि लामिछाने माथि प्रतिशोध रोक्यो हो। त्यसमा चाहिँ पूर्ण समर्थन छु कि रवि लामिछाने निर्दोष हुनुहुन्छ। अब आउने 84मा रवि लामिछानेले बहुमत ल्याउनु सरकार कसरी ढल्ने पक्का पक्की? यो त पक्का पक्की 100% हो। अब रवि लामिछाने सरकारले छोडेन भने के गर्न चाहनुहुन्छ? त्यसको लागि केही विकल्प र पार्टीले केही विकल्प रोज्ला नि। त्यसमा केही विकल्प पार्टी रोज्यो भने त्यही अनुसारै चल्छौँ हामी पनि छोड्ने एउटा त छैन। अनि त्यही कारणले हामी चाहिँ पुरा समर्थन रवि लामिछानेको बारेमा यो सरकारले 100% प्रतिशोध साथीकै हामी चाहन्छौँ कि हामी पनि नेपाली काङ्ग्रेसको पहिला जिल्ला कार्य समितिको सदस्य हो म पनि। यो नेपाली काङ्ग्रेस यो तीन पार्टीले अत्याचारै गरेर यो रवि लामिछानेपट्टि लाग्नुपर्ने बाध्यता हालेर राष्ट्रमा पनि पनि देशमा केही विकास होला, समृद्धि होला, देशमा यता युवाहरू पलाइन्छ, त्यो बारेमा केही सोच्ला भने रवि बालेन हर्क गोपी हमाल राम्रा राम्रा नेताहरू आएर देश चलाउने, देश केही न केही समृद्धि हुन्छ त्यसमा। तपाईँ त काङ्ग्रेसको कम्युनिटीको सदस्य पनि भन्नुभयो होइन? अनि काङ्ग्रेसले चाहिँ विकास गरेन भने राष्ट्रसभामा चाहिँ रवि लामिछाने प्रतिशोध भयो, भोलि बिहान यो सरकारले यस्तै प्रतिशोध गरेर रवि लामिछाने छोडेन भने के गर्नुहुन्छ तपाईँ? हामी त्यसको केही विकल्पहरू खोज्छौँ। भोलि पार्टीले केही निर्देशन दिएन नि त, त्यसमा केही निर्देशन दियो भने त्यसमा हामी लड्न तयार छौँ। कसो गरेर लड्ने के गर्ने, हामी यति लडेर त हुँदैन, पार्टीको निर्देशन अनुसारले चल्नेछौँ हामी। तर हामी यिनीहरूलाई यत्तिकै छोड्न चाहिँ दिँदैनौँ। 84सम्म पर्खेर गर्ने, 84 पछि यिनीहरूले यस्तै गऱ्यो भने त्यो पल्ट अर्कै विकल्प आउँछ। रवि लामिछानेलाई ज्यान दिएर पनि तयार हुनुहुन्छ? ज्यान दिन तयार छौँ हामी रवि लामिछाने। बोलाउनु भयो के भन्न चाहनु? सरकारले साँच्चै रवि लामिछाने प्रतिशोध साधेको हो त? हाम्रो प्रतिशोध साधेकै हो। रवि त्योभन्दा बढी अब यहाँ अहिलेका तस्करीहरू भ्रष्टाचारीहरू छन् नि, यी चाहिँ सबै छुट्नु हुने, ऊ चाहिँ धरोटीमा छुट्दा पनि जानुपर्ने भन्ने कारण त छैन नि त साह्रो। त्यही हो हाम्रो बुझेर। साँच्चै रवि लामिछानेलाई प्रतिशोध साधेकै हो? साधेकै हो। 1 2 3 हो। रवि लामिछाने तपाईँ ज्यान दिएर पनि तयार हो? होइन, हामी ज्यान दिन नि तयार हो, रवि लामिछानेलाई गर्छ, त्यसको लागि त गर्नु पर्यो नि। उसले पनि भोलि आएर गरेन भने चाहिँ भोलि उसको लागि हामी केही गर्नेवाला छैन, फेरि यसै गरी गर्छौँ उसलाई पनि हामी। त्यो सरकारले रवि लामिछानेलाई प्रतिशोध साधेकै हो। के भन्न चाहन्छ? आउँदो 84 तपाईँ त अब यत्रो बुढो पाका भइसक्नु भयो, काङ्ग्रेस एमाले सबै भोगिसक्नु भएको, हामीले यहाँ चाहिँ हामीले फेरि स्वतन्त्रमा हाम्रो 3 वर्ष क्षेत्रबाट लैजाएको, हामीले उसलाई दोषमा कार्यक्रम भोट दिएको पनि हो, फेरि हामी उसकोलाई हामी भोटर पनि हो। सरकारले सामान्य प्रधानमन्त्रीलाई के भन्न चाहनुहुन्छ? म केही भन्दिनँ, त्यसको लागि उसले केही गर्ने नि गरे होइन, के भन्नु, जनताको लागि गर्नु पऱ्यो नि। जनताको लागि नगरेर के भन्नु? सबैले आफ्नो मात्रै ढुकुटी सजाए, आफ्नो अवलम्बनले आफ्नो मान्छे, आफ्नो नाता गोता, आफ्नै भाइ भतिजा भनाउँछ राखे, त्यति हो। हस्ताक्षर गर्नुभयो त? हस्ताक्षर गर्नुभयो त? मैले हजार ठाकेर छु यहाँबाट लगन खेल मेरो सबै थाहा छ। रवि लामिछाने जान दिएर पनि तयार हो तपाईँ? जान त अब के दिइसकेला र हामीले चाहिँ सहयोग गर्ने सक्यो, सबको सहयोग गर्नुहुन्छ? सबको सहयोग छ। सरकारले यतिकै रवि लामिछाने छोडेन भने आन्दोलन पनि जानुहुन्छ? आन्दोलन त अब जानु परिहाल्यो नि, परेन? त्यो सके गर्न सकिन्छ। के लाग्छ सरकारले रवि लामिछानेमाथि प्रतिशोध साधेकै हो त? यो भन्नुपर्ने कुरै छैन। राज्य यति भ्रष्ट भएको छ, भ्रष्टाचारमा डुबेको राज्यसँग तपाईँले के समस्या? त्यही हो। तपाईँको कानुन चाहिँ एकजना मान्छेलाई मात्रै लाग्ने हो र कानुन त सबैको लागि बराबर हुनुपर्ने नि। राज्य अन्धो छ, राज्यमा कानुनी राज्य छँदै छैन। भ्रष्टाचारी जति गरेको त्यति मोटाउँदो रहेछ। नियम कानुन हेर्नु भएको छ, शिक्षा र स्वास्थ्य यति महँगो भएको छ कि आम पब्लिक गरिबका बच्चाले पढ्न पाउने छैन। समस्या त्यहाँ हो। सरकारले रवि लामिछानेमाथि प्रतिशोध साधेकै हो? त्यसमा त दुई मत छँदै छैन। त्यो त आम जनता अहिलेका युवाले बुझेन भनेदेखि भोलि तिनीहरूले नै पस्ताउनु पर्ने छ। हामीले अब हामी पनि युवा रहेनौँ। हामीले आफ्नो बालबच्चाको लागि अहिलेको रवि लामिछानेलाई मैले समर्थन बालबच्चाको लागि गर्न खोजेको हो, मैले आफ्नो लागि गरेको छैन। त्यही भएर मैले चाहिँ रवि लामिछानेलाई यो गरेको मलाई एकदम अन्याय नै लाग्छ। यसमा भन्ने केही पनि छैन।
पुराना पार्टीहरूले विकास गरेनन्, एउटा विकास गर्न रवि लामिछाने अगाडि बढिरहनु भएको थियो, राम्रोलाई गर्न दिएनन्। के भन्न चाहनुहुन्छ? जस्तै केपी शर्मा ओली हुनुहुन्छ माननीय प्रधानमन्त्री, उहाँ त झोलेको नेता हो, हाम्रो नेपाली जनताको नेता होइन, उहाँ झोलेको मात्रै नेता हो। हामीले झोलेको नेतालाई तिरस्कार गर्ने, त्यति हो मैले भने। पढे लेखेका युवाले अहिले बुझेन भनेदेखि पछि उसले दुःख पाउने। र यहाँ चाहिँ जनता उठ्न नसक्नुको मेन एउटा मात्रै कारण के छ भन्दाखेरि सबैले श्रम गरेर खान खोजेको छ, तर श्रमको पनि ग्यारेन्टी छैन। समस्या त्यहाँ भएको छ। विदेश जान्छु भन्दा नि अब भिजिट भिजामा त्यही त म दुर्भाग्य, मैले मास्टर्स गरेर नेपालमा बसेँ, आज मलाई चाहिँ पछुतो लाग्छ। बरु त्यहाँ गएर प्लेट मस्काएको भए ठिक हुन्थ्यो। मैले राज्यको लागि केही गर्छु भनेर यो देशमा बसेँ र केही गर्न सकिनँ जस्तो लागिरहेको छ मलाई आफै पनि।